नमस्कार साथीहरु, आज म तपाईहरुलाई युट्युबको लागि थम्बनेल कसरी बनाउने, कुन एप्लिकेसनको सहायताबाट सजिलैसँग हामीले युट्युबको थम्बनेल बनाउन सकिन्छ आज म सजिलो तरिका सिकाउँछु। भिडियो पुरै हेर्नु होला। च्यानलका भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु। त्यसको लागि पहिलो सुरुमा हामीले चाहिँ प्ले स्टोरमा जानुपर्ने हुन्छ। प्ले स्टोरमा गएर एउटा एडटेक्स भन्ने एप्लिकेसनलाई इन्स्टल गर्नु होला, किनकि यो फोटो एडिट गर्नको लागि एकदम राम्रो बेस्ट एप्लिकेसन भएको हुँदा म चाहिँ तपाईलाई यसैबाट इन्स्टल गर्नु भन्नु, यही एप्लिकेसनबाट चाहिँ बनाउन सल्लाह दिन्छु। यसैलाई टच गर्नुस्, म चाहिँ ओपन गरेँ, तपाई इन्स्टल गरेर ओपन गर्नुस्। यस्तो पेज देखा पर्छ। यस्तो पेज देखा परिसकेपछि तपाईले माथि पहिले ब्याकग्राउन्ड चुज गर्नुपर्ने हुन्छ। म चाहिँ रेड कलर चुज गरेँ। रेड कलर चुज गरिसकेपछि अझ यसलाई चेन्ज गर्ने हो भनेदेखि यहाँनिर रिप्लेस भन्ने अप्सन छ, त्यहाँ टच गरेर हामीले मल्टी कलरको ब्याकग्राउन्ड पनि चुज गर्न सक्नेछौँ। यसरी चुज गर्नु होला। अझ राम्रो म भन्छु तपाईलाई ब्ल्याक कलरले चुज गर्दा धेरै राम्रो हुन्छ, किनकि थम्बनेल माथि ओके गरिदिनु होला। माथि ओके हेर्नु होला, दायाँपट्टि माथि ओके छ। ओके गरिदिएपछि तपाईले के गर्नु पर्यो, अब साइज चुज गर्नु पर्यो। साइज कति चाहिन्छ त, त्यसपछि यहाँ रिराइज भन्ने अप्सन छ, यहाँ तल हेर्ने। ल हेर्नुस्, यहाँ तल हेर्नु त रिराइज भन्ने अप्सन छ, यसमा टच गरिदिनुस्। त्यसपछि माथिको टिक हटाउनुस्। यहाँ 1280 लेख्नु होला देब्रेपट्टि, यो भनेको चौडाइ हो 1280। दायाँपट्टि पनि हटाउनुस्, 720 लेख्नु होला। बस यति भएपछि ओके गरिदिनुस्। अब यसभित्र चाहिँ हामीले डिजाइन गर्नुपर्ने हुन्छ। हामीले राम्रो तरिकाले डिजाइन गऱ्यौँ भने जति हामीले राम्रो तरिकाले डिजाइन गर्छौँ त्यही डिजाइन अनुसार हाम्रो भ्युवर पनि बढ्नेछन् है। अब चाहिँ हामीले के गर्नु पर्यो, पहिलो सुरुमा हामीले युट्युब थम्बनेल लेख्नु पर्यो। यो टी भन्ने अप्सनमा टच गर्नुस्। अब लेख्नुस् त युट्युब थम्बनेल। मैले युट्युब थम्बनेल लेखेँ, यसरी चाहिँ माथि राख्नु होला। त्यसै अब यो टेक्स्टलाई पनि डिजाइन गर्नुस्, अझ राम्रो देखिनेछ। मैले डिजाइन गर्ने तरिका मैले एउटा भिडियो बनाइसकेको छ। कलर चुज गर्नु होला। सबै कलर ब्ल्याकमा येलो कलरै राम्रो देखिन्छ। यसलाई यो एप्लिकेसनबाट यो 3D दिनु होला। अलिकति अलि मोटो अक्षर देखिन्छ। बायाँपट्टिको 3D मा टच गरेर हल्का यसलाई घुमाइदिनुस्, साइज देखिनेछ। त्यसपछि अब चाहिँ हामीले स्टाइल चुज गर्नु पर्यो होला। बोल्ड गरिदिनुस्, राम्रो देखिनेछ। त्यसपछि स्टाइल चाहिँ चुज गर्नुस्। नेपालीमा लेख्दा नि हुन्छ, आफ्नो इच्छा अनुसारका हो यो राख्दिएँ मैले चाहिँ। त्यसपछि मैले लङ गरिदिएँ यसलाई र माथिभरिको बनाइदिएँ र यो 3D मै गएर मैले यसको साइज चाहिँ अलिकति यसलाई राम्रै बनाइदिएँ, यस्तो बनाइदिएँ। यति गरिदिएपछि अब चाहिँ भने एट्र्याक्टिभ देखिनेछ है। ल युट्युब थम्बनेल। अब त्यसपछि हामीले भने फेरि टीमै टच गर्नुपर्ने हुन्छ। माथि टच गर्नुस्, फेरि बक्स खुल्छ। टीमा टच गरेपछि युट्युब थम्बनेल अब नेपालीबाट कसरी बनाउने लेख्नु होला। मैले लेखिसकेँ कसरी बनाउने, युट्युब थम्बनेल कसरी बनाउने मैले लेखिसकेँ। युट्युब थम्बनेल कसरी बनाउने, अब यति भइसकेपछि यसको पनि डिजाइन गर्नु होला। मैले अर्को पनि टेक्स्ट लेखेँ, भिडियो भाइरल हुन्छ। यति भइसकेपछि अब एउटा युट्युबको लोगो ल्याउनु पर्ने हुन्छ। युट्युबको लोगो ल्याउनलाई चाहिँ युट्युब च्यानललाई ओपन गर्नुस्। त्यसपछि स्क्रिनशट गरेर त्यो लोगोलाई क्रप गरेर यहाँ ल्याएर राख्नुपर्ने हुन्छ। मैले स्क्रिनशट गरेँ। त्यसपछि यो फोटोमा टच गर्नु होला। एउटा युट्युबको लोगो बनाउनु होला, आफैले बनाए नि हुन्छ। एउटा यो ल्याउनुस्, यसलाई रेड कलर पारिदिनु होला। नत्र भने मोटामोटीमा अब चाहिँ भइसक्यो। अब केही राख्नु चाहिँ राख्नु, आफ्नो फोटोहरू राख्नु होला। स्टिकर राखिदिनुहोस्, एउटा देखाउने एउटा अम्ब्लोको जस्तो हो। यस्तै यो राखिदिनुहोस्, अलिकति घुमाइदिनुहोस्। बस यति भएपछि अब चाहिँ एट्र्याक्टिभ हुनेछ। ल अझ यो चाहिँ युट्युब थम्बनेल भइसक्यो, रेडी भयो। तपाईँहरूले चाहिँ यसै गरी चाहिँ युट्युब थम्बनेल बनाउन सक्नुहुन्छ र युट्युबको लागि चाहिँ उक्ति हुँदैछ। साइज मैले भनिहालेँ, रिराइजमा टच गरेर यो एप्लिकेसनबाट तपाईँले सजिलैसँग चाहिँ अन्य फोटो तथा युट्युबको थम्बनेल अथवा च्यानल आर्ट पनि बनाउन सक्नुहुन्छ। म पछि सिकाउँछु त्यसको लागि चाहिँ, अथवा च्यानल ब्यानर बनाउन पनि म सिकाउनेछु। कसलाई भिडियो मन पऱ्यो लाइक गर्नु होला, चिताउनु चाहिँ सेयर पनि गर्नु होला। हस्त बिदा हुन्छु, नमस्कार।